पल्लरको स्वागत भइरहेको छ। यसको नाटक चाहिँ अलि अति नै भयो, ओभर नै भयो ल। हामी त अब होटलमा गएर भेट्ने छ है त। सो हेलो एभ्रिवान, आई होप तपाईँहरू अनि आज चाहिँ भ्लग चाहिँ भएर आयो पोलपुर म सबको मेरो जसले मिनी ब्लग हेर्नुहुन्छ उहाँहरू त थाहा पाइसक्नु भएको होला। अनि आज चाहिँ हामी पल्लरसँग सम्म छौँ। सो अहिले चाहिँ रेडी हुँदैछ, देख्न सक्नुहुन्छ हाम्रो सामान यता यता र यता। सो अब चाहिँ हामी प्र्याक्टिस पनि भइसकेको छ दादाहरू, अनि त्यता चाहिँ सान भाइ र दादा हुनुहुन्छ। सो यसपछि चाहिँ हाम्रो के भिडियो आउँछ त्यो हेर्नु होला। हामी चाहिँ भर्खरै पुरै अर्टिका बोल्दै थियौँ, दादाहरू चाहिँ माथि हुनुहुन्छ, हामी चाहिँ यहाँ अरू भिडियो एकछिनपछि आउँछ। सो अनि अहिले चाहिँ हामी आधा चाहिँ रेडी भइसक्यौँ, अब पुरै रेडी भएको छैन हो। पुरै रेडी भएपछि आउँछ है अब चाहिँ। अनि अहिले चाहिँ हामी रेडी भएर पनि आइसकेका छौँ। अब चाहिँ जान्छौँ हामी खाना खानातर्फ, अनि त्यसपछि चाहिँ आउँछ पल्लदासँगको। पल्लदाको स्वागत भइरहेको छ। जान लागिरहेको छ। हामी गयौँ। अब चाहिँ अगाडि डान्स हुन्छ, डान्सको लागि रेडी भइसक्नु भएको थियो हाम्रो दादाहरू। अनि डान्सको भिडियो चाहिँ मैले हाल्दैन किनकि कपिराइट लाग्छ, तपाईँहरूलाई थाहा नै छ। अनि अहिले चाहिँ भइरहेको छ फ्यान्सकोबाट केक कटिङ। अनि अहिले चाहिँ सेलिब्रेसन भइरहेको छ, देख्न सक्नुहुन्छ। पल्लदा गएको ठाउँमा सेलिब्रेसन नहुने त पुरै गएन होइन त। पल्लदा चाहिँ यहाँदेखि गइसक्नु भएको छ, जान आँट्नु भएको छ, अनि हामी चाहिँ अब होटलमा गएर भेट्ने छ है त। यसको नाटक चाहिँ अलि अति नै भयो, ओभर नै भयो ल। सो अनि अहिले चाहिँ हामी स्टेजबाट पनि आइसक्यौँ। स्टेजको भिडियो चाहिँ सकियो, अब चाहिँ यहाँको भिडियो बाँकी नै छ, पल्लदासँगको भिडियो आउन बाँकी नै छ, हेर्नुहोस् है त। सो अनि अहिले चाहिँ हामीले आइसक्यौँ, फोटो चाहिँ खिचिसक्यौँ। दादा चाहिँ आज हामीसँग धेरै टाइम नबस्ने गइहाल्नुहुन्छ। सो अनि अहिले चाहिँ हामी सान बाबुसँग छौँ। हेलो भन, यता उचाइ लाउँछौँ, आफ्नो नाम भन्यो। यतिखेर चाहिँ हामी सान बाबुसँग कुरा गरिरहेको थियौँ, साउन्ड नआएर चाहिँ मैले भोइस रिभिल गरेको। अब चाहिँ हामी सायद घर जान्छौँ होला। सो अनि अहिले चाहिँ हामी घरमा आइसकेका छौँ। अनि मैले उताबाट आउँदाखेरि चाहिँ बाटोको भिडियो हिँडेँ म गएँ भनेको त्यो भिडियो चाहिँ योचोटि बनाएन, किनकि आज माहौलै त्यस्तै थियो, अलि हतार थियो। त्यसैले चाहिँ अनि दादासँग पनि आज हामीले धेरै टाइमसम्म चाहिँ दादासँग बस्न पाएनौँ, किनकि दादा सायद त्यही दिनै फर्किनु पर्ने थियो। अनि फोटोसोटो चाहिँ खिच्यौँ कि, तर त्यो भ्लगहरूमा चाहिँ मैले फेरि जतिखेर मलाई उतिखेर बनाउँदैन नि त आजकल। अनि त्यो भएर दादासँग कुराकानी चाहिँ गरेको आएन। त्यही पनि केही छैन, अझ फेरि हामी अत्तरियामा जानेवाला छौँ। अत्तरियाको चाहिँ भिडियो सबै बनाउँछु, अनि त्यो चाहिँ हेर्नु होला। अनि आजको भ्लग चाहिँ के कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नभुल्नु होला। जो नयाँ हुनुहुन्छ उहाँहरूले सब्सक्राइब गर्नु होला। नेक्स्ट भ्लगमा भेट्नुपर्छ भन्दै आजको भ्लग चाहिँ यहीँ सक्छौँ। बाई बाई, यस।